हेलो साथीहरू, गुड मर्निङ, ह्याप्पी लोसार 2082। आज चाहिँ हाम्रो लोसार। त्यसको लागि चाहिँ रेडी हुनको लागि चाहिँ मैले चाहिँ छिटो स्क्रब गरेर मुख धोएर आएँ। मुख धोएर आउने बित्तिकै मेरो बुढोले भन्नुभयो छिटो गर चार्ज सकिन्छ फेरि मोबाइलको भनेर लोसारको विस गरेर जानुभयो। त्यसपछि मैले चाहिँ डाइरेक्ट मेरो ड्रेसको परिचय दिन लागेँ। सबभन्दा पहिला देखाएको चाहिँ मेरो लुङ्गी, पटुका, घलेक, टिकिस, चोलो, कर्मो मतलब कि पछ्यौरा अनि रातो घलेक रातो चोलोको लागि कम्बिनेसन चाहिँ हरियो चुरा, हरियो पोते रेडी गरेँ। त्यसपछि कण्ठ कानमा लाउने क्या भन्छ त्यो मालबडी र चन्द्रमा रेडी गरेँ। त्यसपछि मेकअपको लागि चाहिँ निभियाको मोइस्चराइजर, सनस्क्रिन अनि त्यही कम्प्याक्ट पाउडर मात्रै। त्यसपछि मैले चाहिँ ड्रेसको लागि चाहिँ रातो चोलोको लागि चाहिँ हरियो डोरी कम्बिनेसन गरेँ। अनि मैले सबैभन्दा पहिला चाहिँ चोलोबाट स्टार्ट गरेँ। चोलो लगाइसकेपछि चाहिँ मैले मेकअप गर्न सुरु गरेँ। मेकअपमा चाहिँ धेरै चिज केही पनि थिएन, त्यही भएर चाहिँ मैले थोरै निभिया क्रिमको मोइस्चराइजर लगाएर सनस्क्रिन लगाएर चाहिँ त्यो कम्प्याक्ट पाउडर लगाएँ। तपाईँहरू थाहा छ मैले धेरै मेकअप गर्दिनँ, धेरै फिल्टर लगाउँछु आजभोलि भनेर चाहिँ, त्यसैले चाहिँ मैले चाहिँ मेकअपको सामान चाहिँ धेरै लिएन। त्यसपछि मैले हेयर स्टाइल बनाउनुको लागि सोचेँ कि कस्तो बनाऊँ भनेर, तर सिम्पल बनाउँछु भनेर चाहिँ त्योभन्दा अगाडिको दिनमा चाहिँ स्वयम्भू मम्मीले किन्नुभएको रबर थियो, त्यो रबरले चाहिँ मैले डोरीमा हल्का लगाएर त्यही डोरी बाटेँ। डोरी र रबरले चाहिँ हल्का सिम्पल हेयर स्टाइल बनाएर चाहिँ मैले रेडी गरेँ आफ्नो हेयर स्टाइल चाहिँ। त्यसपछि चाहिँ मैले चाहिँ हातमा लगाएको पुरानो चुरा र मालालाई ब्रासलेसलाई चाहिँ निकालिदिएर जो मैले रातो चोलोमा चाहिँ कम्बिनेसन गरेको हरियो चुरा थियो त्यसलाई चाहिँ दुवै हातमा टनाटन लगाएँ, किनकि गुरुङ ड्रेसमा चाहिँ धेरै हातभरि चुरा लगाएको चाहिँ राम्रो आउँछ। त्यसपछि मैले सुनको बाला पनि यसो मिलाइदिएँ होइन। अनि त्यसपछि चाहिँ मैले चाहिँ लुङ्गी चाहिँ अब जस्तो हुन्छ भनेर चाहिँ मैले बनाएको थिएँ, तर राम्रो भएको थियो पहिलोचोटि लगाउँदाखेरि चाहिँ। बोल्दै जाँदाखेरि चाहिँ अनि पटुका चाहिँ मैले त्योभन्दा अगाडिको दिनमा चाहिँ यताउता जाँदाखेरि बिजी भएको कारण चाहिँ मैले पटुकामा प्रेस लगाउनु पाएँ, त्यसैले चाहिँ मैले त्यसै घुमाइदिएँ। त्यसपछि कानमा मारबडी मुन्द्रा लगाएर चाहिँ आफ्नो बालमा हेयरमा चाहिँ चन्द्रमा लगाएर मैले यसो सो गर्न थालेँ है त, हेर्नुहोस् है त। त्यसपछि मैले जो कम्बिनेसन गरेर राखेको थिएँ कण्ठ लगाएँ। त्यसपछि मैले हरियो पोते लगाएँ। अनि मैले चाहिँ तपाईँलाई टिका देखाउनु बिर्सेको थिएँ, त्यसैले चाहिँ मैले चाहिँ टिका चाहिँ रातोमा राखिनँ कि कलेजी कलरमा थियो, तर भिडियोमा चाहिँ सायद रातो देखिरहेको होला, रातो छ नि कलेजी छ है। अनि मैले चाहिँ लिपस्टिक चाहिँ हल्का पिङ्कको थियो, तर भिडियोमा चाहिँ अलिक डार्क नै देखिरहेको छ होला सायद होइन। अनि मैले चाहिँ सिन्दुर कहिले पनि बजारमा किन्दिनँ कि सिन्दुर लगायो भने चाहिँ मैले जहिले पनि लिपस्टिक लगाउँछु, त्यो चाहिँ भिडियोमा देखिरहेको छैन। अनि देखिरहेको सुन्नुभएको छ, मैले घलेक पनि लगाएँ। अनि त्यो घलेकपछि चाहिँ मैले चाहिँ जो कम्बिनेसन गरेको हरियो कर्मो थियो पछ्यौरा, त्यो चाहिँ मैले हल्का मिलाएर लेफ्ट साइडमा राखेँ। त्यसपछि जो यो उनीको ब्याग छ, मम्मीले चाहिँ मलाई पहिला यो ड्रेसमा लगाउनको लागि चाहिँ दिनुभएको थियो कि। ल हेर्नुहोस् मेरो फाइनल लुक चाहिँ कस्तो देखियो। ट्याङ। अझ योभन्दा पनि राम्रो भिडियो चाहिँ म अर्कोमा देखाउँछु ल हेर्नुहोस् त। अनि अब म चाहिँ अब निस्किने बेला थियो कि, अब निस्किने बेला हुँदा चाहिँ समाजको सामान लानुपर्ने थियो। अनि त्यो समाजको सामान लाने बेला चाहिँ अनि बोकेर लानुपर्ने थियो, तर ठ्याक्कै गाडी आइपुग्यो, मैले गाडीमै दिएँ। त्यसपछि म चाहिँ अब हिँडेर जान्छु भनेर निस्किँदै थिएँ। अनि हाम्रो गाडीले चाहिँ हामी तिनजना पुऱ्याइदियो। हामी तिनजना मात्रै देख्यो कि हामी सबैजना डरायो कि कतै पनि मान्छे देखेन। अनि गइसक्यो कि छोडेर गयो जस्तै डर लागिरहेको थियो कि, त्यही पनि केही छैन भनेर सबैजना बिस्तारै भेला भएपछि चाहिँ हामीले चाहिँ गुरुबाको हातबाट टिका लगायो। टिका लगाएपछि मैले यसो घाटो साथीहरूसँग चाहिँ हल्का फोटो लिएँ। त्यसपछि हाम्रो लागि चाहिँ 2टा माइक्रो रिजर्भ भएको थियो। माइक्रो रिजर्भमा चाहिँ एउटामा चाहिँ आमाले बस्नुभएको थियो, एउटामा चाहिँ म मात्रै थिएँ कि, सबै बाउपट्टि हुनुभएको थियो। अनि मैले चाहिँ ल भन्दै भिडियो बनाउँदै थिएँ। लास्टमा त मैले हेर्नु यस्तो जाडोमा हात कटिएर चाहिँ
पोस्ट पो गर्नु पुगेको छु नेक्स्ट भिडियो चाहिँ अर्को पार्टमा ल।